शुभ बिहानी सबैजनालाई। वेलकम टु न्यू डे ओल्ड ब्लग। मेरो धेरै दिन भइसक्यो, आज 12 दिन भइसक्यो। खासै देखाउन लायक पनि त्यस्तो भएको छैन। अलिअलि उम्रिँदैछ। यो चाहिँ पानी पनि हाले छैन, अब यो प्लान्टमा हुने यो के सिल्क भन्छ कि के भन्छ, यो यिनीहरू आउनु सुरु गरिसक्यो। खै कहाँबाट आउँछ यिनीहरू। प्लान्टहरू अलिअलि उम्रिरहेछ। अब यसमा फिल्टर राख्ने कि नराख्ने कन्फ्युज भएँ म। फिल्टर राख्ने बित्तिकै फेरि पानी अलिकति मुभमेन्टले गर्दा यसलाई असर पर्न सक्छ तलको लागि हैन। आज सानो फिल्टर, कर्नर फिल्टर लिएर हाल्नु पर्यो जस्तो लाग्यो उता कुनातिर। कर्नर फिल्टर के भन्छ यो, कर्नर फिल्टर हाल्यो भने चाहिँ अलि स्पेस छैन कि मेरोमा, यहाँ कहाँ राख्ने भन्ने हुन्छ। फेरि यो फिल्टरको लागि प्लग पनि छैन। प्लग चाहिँ एउटा लाइटको लागि, एउटा उको लागि भइहाल्यो, एउटा हिटरको लागि भइहाल्छ। तीनटा मात्रै छ पिन यसको पोइन्ट हाल्नलाई। अनि चाहिँ फेरि दामी ठुलो पनि भएन, अलि ठुलो भइदिएको सजिलो। यत्तिको भइदिएको माछा हाल्न ठिक्क हुन्थ्यो कि। त्यतिको भने चाहिँ माछा हाल्न अलिकति सजिलो हुन्छ। तर खै कहिले भने थाहा छैन। अझ यस्तो छ, तर कुनै त भक्क टुसा पाउँदैछ, यसो टुसा हाल्दैछ। अझै लाग्छ क्या यार, एक हप्ता लाग्छ क्या जस्तो छ बाक्लो हुनलाई। हेरौँ कति समय लाग्छ। माछा चाहिँ चाँडै हाल्नुपर्ने हो, किनकि त्यहाँ पनि साँगुरो भइसक्यो त्यो सानो एक्वेरियममा। सानो एक्वेरियम चाहिँ यहाँ राखेको छु, कछुवा यहाँ छ, यहाँ मुनि चाहिँ सानो एक्वेरियम छ। फिल्टर पनि आज कर्नर फिल्टर लिएर हाल्छु यसमा। अनि पानी पनि मेन्टेन भइसक्यो, 28-29 भइसक्यो। अनि अब कर्नर फिल्टर हालेर अनि अलिकति अब 2-3 दिन जति होल्ड गर्नुपर्छ जस्तो लाग्यो मलाई चाहिँ। अब अलिकति माछा हाल्दाखेरि यो बिरुवा सबै उक्केर आउँछ होला। 2-3 दिनमा रेडी हुन्छ होला सायद। अलिकति ठुलो भयो भने त्यो हालिहाल्छु म है। यहाँ माथिको सिटमा पनि अलिअलि पात आउन सुरु भइसक्यो। मैले पेपर हालेको छु किनकि मेरो चरा छिर्छ क्या हामीतिर पानीमा, त्यही भएर नछिरोस् भनेर यस्तो गरेको। खै यता खेती गरे जस्तो भयो, भर्खर जौँ रोपेर भर्खर उम्रे जस्तो भइरह। कहिले हो खै ठुलो हुने। आजलाई यति नै। हस् त, धन्यवाद। ह्याभ अ गुड डे।